त्यसैले साथीभाइहरू कसैलाई पनि हेला नगर्नुहोस्, कसैले पनि दुःखमा पर्दाखेरि कसैले पनि अनि साथ दिने कुरा चाहिँ अनि तपाईँले अगाडि बढाउनुपर्छ साथीभाइहरू। त्यसैले गर्दाखेरि हामी हाम्रो समाजले कुनतर्फ लाँदैछौँ, हामी आजभोलि हामी कुन बाटो जाँदैछौँ र कुन बाटो हिँडिरहेको छौँ त्यो कुरा चाहिँ तपाईँले महसुस गर्नुपर्ने हुन्छ साथीभाइहरू। त्यसैले गर्दाखेरि जहिले पनि थिङ्क पोजिटिभ हो के। अनि जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँले नक्कल बोल्दै गरेको र साँच्चीकै बोल्दै गरेको चाहिँ तपाईँको दिमागले सोचले चाहिँ त्यसले जान्दैन रे, थाहा पाउँदैन रे। त्यसैले जस्तो तपाईँ बोल्दै हुन्छ त्यस्तै खालको तपाईँको सोच दिमागले लान्छ अरे। त्यसैले हामी चाहिँ एकदम राम्रो सोच्नुपर्छ र राम्रो गरेर अघि बढ्नुपर्छ भन्ने मेरो भनाइ हो। त्यसैले साथीभाइहरू तपाईँहरू सबैजना ढुक्क भएर बस्नुहोस्, आनन्द गर्न लिनुहोस्, जति दुःख भए पनि जति पीडा भए पनि हाँसेर बस्नुहोस्, किनभने सबै रोगको उपचार चाहिँ हाँस्नु हो है त। सबैजनालाई जय होस्, सबैको जय होस्। हस्त, जय नेपाल।